मेरा यी दुई हात क्रिसमस मनाऊ वर्षमा एकचोटि येशू ख्रिस्टलाई जीवनको वर्षमा एकचोटि हामी चाहिँ सबैजना आइपुगिसकेको छौँ यहाँनिर हाम्रो सबैजना हुनुहुन्छ अङ्कल आन्टी पेरिस सबैजना हुनुहुन्छ हाम्रो र यो चाहिँ हाम्रो अङ्कलको कार हिरो निस्किँदा त टट्टो हुनुपर्छ नि त ब्लग हेर्नु भयो अङ्कल पहिला ट्रेकको खुट्टाबाट निकाल्नु पऱ्यो नि ल अङ्कललाई ल अङ्कल ल भित्र बसेर निस्किनु पऱ्यो फेरि ल है त अङ्कल ल ल निस्किनु अङ्कल ल खुट्टा मैला छ नि एडिट गरेर खुट्टा निकाल्दै धुलो सट्ट उडेको होला हजुर जय मसे जय मसे बस्नु पाएँ अलि सजिलो के छ तारदिम हजुर तारदिम आउने बित्तिकै अङ्कलले काम पाउनु भयो अलि भए गाडो ठुलै छ दाइ नि उयो रहेछ त्यो हाल्दै चढाउँछु यो मेरो जीवन परमेश्वरको चोखो बेदीमा चढाउँछु यो मेरो जीवन फेरि पनि गाउँदैछु उचाल्छु मेरा यी दुई हात धन्यवादको भन्नु न अङ्कल क्रिसमस मनाऊ वर्षमा एकचोटि
आफ्नो बाइबल पल्टाउनुहोस्, जतिजनासँग बाइबल छ। तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो। उहाँ एउटी स्त्रीबाट जन्मनु भयो तथा व्यवस्थाको अधीनमा जन्मनु भयो। यहाँ सुन्नुहोस् है, कसको संसारमा छौ तिमी, यीशुको राज्यमा आऊ तिमी। खै कसको संसारमा छौ तिमी, यीशुको राज्यमा आऊ तिमी, यीशुको राज्यमा आऊ तिमी। यीशु रहेछ जीवनको धामी, विश्वास गरी आउनेछु मनी, विश्वास गरी आउनेछु मनी। खै कसको संसारमा छौ तिमी, यीशुको राज्यमा आउँछौ नि। खै कसको संसारमा छौ तिमी, यीशुको राज्यमा आउँछौ नि, यीशुको राज्यमा आउँछौ नि। यीशुले मना परेको पात्र जीवनभरि होस् क्रिस्टै मात्र, जीवनभरि होस् क्रिस्टै मात्र। कोही कस्तो राज्यमा छौ तिमी, यीशुको राज्यमा आउँछौ नि। कोही कस्तो राज्यमा छौ तिमी, यीशुको राज्यमा आउँछौ नि, यीशुको राज्यमा आउँछौ नि। धन्यवाद। खोइ त रोटी अङ्कल। रोटी फेरि फेरि अङ्कल फेरि। 주님 감사합니다. 예수님으로 축복합니다. 메리 크리스마스. दिदी रोटी नाच्दै हालिदिनु पर्छ मलाई त, नाच्दै हालिदिनु पर्छ मलाई त। मुला काँक्रो के हाल्नु? मुला र काँक्रो चिसो हुन्छ हजुर हाल्नु।
बेला वचन प्रचार गरियो दुई बेला चर्चमा जाने दाइ चर्चमा जाने दाइ ख्रिस्टको जन्मको संसार सबैलाई चर्चमा जाने दाइ ख्रिस्टको जन्मको संसार सबैलाई धन्यवाद।